बारम्बार लोकसेवामा सोधिरहने महत्त्वपूर्ण जीके प्रश्न उत्तर सहित तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल लोकसेवा 360 मा। आज हामी एकदमै बारम्बार सोधिरहने लोकसेवाका महत्त्वपूर्ण क्वेशनहरुको बारेमा छलफल गर्नेछौं। सुरु गरौँ है त। प्रश्न नम्बर 1, मानव शरीरमा सबैभन्दा ठूलो अङ्ग कुन हो? अप्सन नम्बर ए कलेजो, अप्सन नम्बर बी फोक्सो, अप्सन नम्बर सी छाला, अप्सन नम्बर डी मस्तिष्क। यसको सही उत्तर हो अप्सन नम्बर सी छाला। प्रश्न नम्बर 2, संसारको सबैभन्दा ठूलो जीवित माछा कुन हो? अप्सन नम्बर ए व्हेल, अप्सन नम्बर बी व्हेल शार्क, अप्सन नम्बर सी ग्रेट हाइट शार्क, अप्सन नम्बर डी टुना। यसको सही उत्तर हो अप्सन नम्बर बी व्हेल शार्क। प्रश्न नम्बर 3, कुन जनावर जन्मिएपछि कहिल्यै उफ्रिन सक्दैन? अप्सन नम्बर ए हात्ती, अप्सन नम्बर बी जिराफ, अप्सन नम्बर सी गैंडा, अप्सन नम्बर डी हिप्पोपोटामस। यसको सही उत्तर हो अप्सन नम्बर ए हात्ती। प्रश्न नम्बर 4, कुन धातु सामान्य तापक्रममा तरल अवस्थामा हुन्छ? अप्सन नम्बर ए फलाम, अप्सन नम्बर बी एल्युमिनियम, अप्सन नम्बर सी पारो, अप्सन नम्बर डी तामा। यसको सही उत्तर हो अप्सन नम्बर सी पारो। प्रश्न नम्बर 5, कुन जनावरको मुटु सबैभन्दा ठूलो हुन्छ? अप्सन ए हात्ती, अप्सन बी जिराफ, अप्सन सी नीलो व्हेल, अप्सन डी गैंडा। यसको सही उत्तर हो अप्सन नम्बर सी नीलो व्हेल। प्रश्न नम्बर 6, संसारमा सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको देश कुन हो? अप्सन नम्बर ए चीन, अप्सन नम्बर बी रुस, अप्सन नम्बर सी भारत, अप्सन नम्बर डी ब्राजिल। यसको सही उत्तर हो अप्सन नम्बर ए चीन। प्रश्न नम्बर 7, कुन देश दुई महादेशमा फैलिएको छ? अप्सन नम्बर ए भारत, अप्सन नम्बर बी टर्की, अप्सन नम्बर सी चीन, अप्सन नम्बर डी ब्राजिल। यसको सही उत्तर हो अप्सन नम्बर बी टर्की। प्रश्न नम्बर 8, कुन पन्छी पछाडि पनि उड्न सक्छ? अप्सन नम्बर ए चिल, अप्सन नम्बर बी परेवा, अप्सन नम्बर सी हमिङ बर्ड, अप्सन नम्बर डी डाफे। यसको सही उत्तर हो अप्सन नम्बर सी हमिङ बर्ड। प्रश्न नम्बर 9, कुन ग्रहमा सबैभन्दा बढी चन्द्रमा छन्? अप्सन नम्बर ए बृहस्पति, अप्सन नम्बर बी शनि, अप्सन नम्बर सी युरेनस, अप्सन नम्बर डी नेप्च्यून। यसको सही उत्तर हो अप्सन नम्बर बी शनि। प्रश्न नम्बर 10, कुन देशमा सबैभन्दा धेरै ज्वालामुखीहरू छन्? अप्सन नम्बर ए जापान, अप्सन नम्बर बी इन्डोनेसिया, अप्सन नम्बर सी अमेरिका, अप्सन नम्बर डी आइसल्यान्ड। यसको सही उत्तर हो अप्सन नम्बर बी इन्डोनेसिया। प्रश्न नम्बर 11, कुन जनावरले सबैभन्दा लामो समयसम्म निद्रा लिन सक्छ? अप्सन नम्बर ए भालु, अप्सन नम्बर बी स्लथ, अप्सन नम्बर सी कोआला, अप्सन नम्बर डी घोगा। यसको सही उत्तर हो अप्सन नम्बर डी घोगा। प्रश्न नम्बर 12, विश्वको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा कुन देशको हो? अप्सन नम्बर ए डेनमार्क, अप्सन नम्बर बी भारत, अप्सन नम्बर सी नेपाल, अप्सन नम्बर डी अल्बानिया। यसको सही उत्तर हो अप्सन नम्बर ए डेनमार्क। प्रश्न नम्बर 13, विश्वमा 8000 मिटर अग्ला हिमाल कतिवटा छन्? अप्सन नम्बर ए 18, अप्सन नम्बर बी 13, अप्सन नम्बर सी 14, अप्सन नम्बर डी 21।
यसको सही उत्तर हो अप्सन नम्बर सी 14। प्रश्न नम्बर 14, नेपालको राष्ट्रिय झण्डा विश्वको कतिौं पुरानो झण्डा हो? अप्सन नम्बर ए 5औं, अप्सन नम्बर बी 4थो, अप्सन नम्बर सी 7औं, अप्सन नम्बर डी 6औं। यसको सही उत्तर हो अप्सन नम्बर बी 4थो। प्रश्न नम्बर 15, नेपालबाट सबैभन्दा नजिक रहेको देश कुन हो? अप्सन नम्बर ए चीन, अप्सन नम्बर बी भारत, अप्सन नम्बर सी बंगलादेश, अप्सन नम्बर डी भुटान। यसको सही उत्तर हो अप्सन नम्बर बी भारत। प्रश्न नम्बर 16, भारत र चीनपछि नेपालसँग सबैभन्दा नजिक रहेको देश कुन हो? अप्सन नम्बर ए मालदिप्स, अप्सन नम्बर बी भारत, अप्सन नम्बर सी अफगानिस्तान, अप्सन नम्बर डी बंगलादेश। यसको सही उत्तर हो अप्सन नम्बर डी बंगलादेश। प्रश्न नम्बर 17, नेपालको चौथो सबैभन्दा नजिकको देश कुन हो? अप्सन नम्बर ए बंगलादेश, अप्सन नम्बर बी म्यानमार, अप्सन नम्बर सी पाकिस्तान, अप्सन नम्बर डी भुटान। यसको सही उत्तर हो अप्सन नम्बर डी भुटान। प्रश्न नम्बर 18, वीर शमशेरको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? अप्सन नम्बर ए 12, अप्सन नम्बर बी 23, अप्सन नम्बर सी 46, अप्सन नम्बर डी 35। यसको सही उत्तर हो अप्सन नम्बर डी 35। प्रश्न नम्बर 19, भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? अप्सन नम्बर ए 35, अप्सन नम्बर बी 25, अप्सन नम्बर सी 29, अप्सन नम्बर डी 39। यसको सही उत्तर हो अप्सन नम्बर डी 39। प्रश्न नम्बर 20, क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो महानगरपालिका कुन हो? अप्सन नम्बर ए काठमाडौँ महानगरपालिका, अप्सन नम्बर बी भरतपुर महानगरपालिका, अप्सन नम्बर सी पोखरा महानगरपालिका, अप्सन नम्बर डी ललितपुर महानगरपालिका। यसको सही उत्तर हो अप्सन नम्बर सी पोखरा महानगरपालिका। धन्यवाद।